हाम्रो देउसी ग्याङहरु यस्तो छ है यस्तो छ टक्कसँग गिटार सेता ल्याइसकेको छौं हैन हाम्रो हेर्नु होला मको गिटार छ देउसी खेला सब पसिनै भइसक्यो परवेज के छ देउसी खेला कस्तो परवेज यार पावर बैंक छ हौ पावर बैंक गलेको कति चाहिँ टिक्ला त्यो पावर बैंक पनि यो चार्ज लगाए पनि टिक्दैन यसो ब्याट्री टिक्दैन के चाहिँ गर्नु अब त्यो पनि यता छ हाम्रो परवेज कुलुङ राई रक स्टार के अरे देउसी गाइस स्वागत छ तपाईहरुलाई आज चाहिँ हाम्रो यो भ्लग हुन गइरहेको छ देउसीमा हैन आज यो भिडियोलाई पुरा हेरिदिनु होला अनि फुल इन्जोय गर्नु होला यो भ्लग यो देउसीलाई आज चाहिँ हाम्रो देउसी खेल्ने प्लान छ हैन त्यसकारण पुरा हेरिदिनु होला यो भ्लग हामीले टक्कसँग गिटार सेता ल्याइसकेको छौं हैन हाम्रो हेर्नु होला मको गिटार छ यता छ हाम्रो परवेज कुलुङ राई रक स्टार के अरे अनि अब टक्क हाम्रो टिमहरु भेला हुँदैछ हैन टिमहरु भेला भएपछि सिटीमा जाने सरर र अनि खेल्ने देउसी सबै रमाइलो हुन्छ पैसा लुट दिने पहिला को मान्छे हो यस्तो 12 बजे जाने देउसी खेल्नलाई भन्दा तेरो के छ खबर कहाँ हिँडेको त यसले ब्लग बनाउन लागेको छ युट्युब हाल्नको लागि घरमा भएको जति पैसा सर्ला ल ठीक छ यहाँ चाहिँ हाम्रो रिहर्सल हुँदैछ पुरा रिहर्सल भन्छ के भन्छ त्यो प्र्याक्टिस गर्नुलाई के भन्छ त्यो रिहर्सल के भन्छ नि हाम्रो यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ हैन देउसीको प्र्याक्टिसहरु हाम्रो युट्युब भाइ आउँछ यहाँ त म गीत गाउँछु दहली छुपे मेरी जिंदगी लिख दी है तेरी हंसी को मैंने जीना कैसे जीना हंसी का मैंने जीना तेरे हमदम यार मोबाइल उधर ही है गा ल त्यो चार्ज लगाइदेऊ न एकछिन पर्यो यार पावर बैंक छ हौ पावर बैंक गलेको कति चाहिँ टिक्ला त्यो पावर बैंक पनि यो चार्ज लगाए पनि टिक्दैन यसो ब्याट्री टिक्दैन के चाहिँ गर्नु अब त्यो पनि टिकेन भन्दा त्यो पनि पावर बैंक लगाएर उयो गर्नु दोस्त के रिस गर्नु सबजनाले यहाँ देउसी ग्याङहरु ओइ ल हाम्रो देउसी ग्याङहरु यस्तो छ है यस्तो छ सब देउसी खेला सब पसिनै भइसक्यो परवेज के छ देउसी खेला कस्तो छ यस्तो घाममा यस्तो घाममा ओइ पर्सा खै जरा अनुहार देखा था यहाँ यस्तो पसिनै मैले त यसो कुरा पुच्दाखेरि नि केटाहरु त त्यो पुतला जस्तो मात्र लाग्छ मलाई त यसो खोइ केटाहरु कोही दिदैन
देउसीको पैसा गनिँदैछ है। करण भाइ कति भयो त्यसमा? ओ करण त्यहाँनिर भ्या गफ नाना 25 2100 अनि यहाँ कति छ? केटाहरूले के हान्छ क्या केटाहरूले के हाल्दैन यहाँ 120 तिमीसँग कति छ? भारू खोइ भारू परवेशसँग ओइ परवेश यहाँ ल्याऊ दुईटा भारू मलाई देऊ अरे भट्या दुईटा भारू मलाई दुईटा भारू प्रशान्तलाई मलाई के मोबाइल कतिवटा 160 यहाँ कोक आउँछ हैन यो जोड्दा खोइ जे त कोक आउँछ यस्तो कोटकोटी छ यार हाम्रोबाट पहिला यो घरमै करण भाइ प्याकअप सानो अङ्कलको घरको प्याकअप भइरहेछ हाम्रो केटाहरूको अब कतिखेर टाइम अब 6:30 बजे भेट्नुपर्छ अब फाइनली यार देउसी खेलेर गलेर आयो कस्तो गल्यो अझै सकिएको छैन कार्यक्रम भरे फेरि छ फेरि इन्जोय गर्नुपर्छ राति झन् बबाल मजा आउँछ होइन राति चाहिँ एकदम बबाल मजा आउँछ राति चाहिँ दिउँसोको त यो ट्रायल मात्रै हो भरे बेलुका हुन्छ सब खतरा केटाहरू भेला भइसकेको छ यतिखेर बेलुकाको लागि सबजना तम तयारीमा छ नयाँ मेम्बर थपिनु भएको छ यहाँ हाम्रो सुजन भाइ अनि हाम्रो श्याम भाइ तिनजना थपिनु भएको छ नयाँ मेम्बरहरू केटाहरू यहाँ हेर्छु नयाँ मेम्बरहरू यसको पनि अनुहार देखाइदियो बोका 1 नम्बरको यो साला ऊ त हाम्रो पुरानो मेम्बर हो लोकल गन्तव्यमा आयौँ हामी हाम्रो सरको घरमा आइपुग्यौँ अगाडि यहाँ देउसी खेल्ने जाने फेरि बजार गीत ले
बाई बाई सबैजनालाई हामी बेबसरको घरमा आएको थियौँ रमाइलो गऱ्यौँ देउसी खेल्यौँ बाई बाई गयो ल बाई बाई हाम्रो सक्यो यहाँको आज गाइड एभ्रीवान म त 1 घन्टामा एउटा घर सक्यो बल्ल बल्ल 1.5 घन्टामा 2000 झरल झरल 1890 अब उहाँ ओ राजीव कसकोमा अरे ओइ अब कसकोमा जाने पछाडि हेरे केटा सिधी खानु टक्कोसँगले जाँदैछौँ हामी ल राजीव हामी गएको अब राजीव भाइ गएको ल हामी छिटो गर न केटा हो छिटो कहिले अब दिनस् पनि हामीलाई हैन यसो हामी हिँडेको देउसीको बिचमा पिङ खेल्यो गली हो दोष गली त ग्राइड्स के हो देउसी रे देउसी रे देउसी रे देउसी रे बित्किसक्यो होइन हाम्रो सिटी गयो केटाहरू सबैजना हिँड्दैछ केटाहरू आउँदैछ बिचमा गलेर फाँक भइसकेको छु हामी यहाँ गलेर फाँक भइसकेको छौँ हाम्रो देउसी अब अगाडि बढ्ला कि नबढ्ला है केटाहरू सब टायर भइसकेको छ सब गलेर फाँक भएको छ आफ्नो निन्द्राले झ्याप भयो जस्तो भइरहेछ सब केटाहरू टायर्ड भएर पुरै यता देखाइदिएन केटा गरमको आँखा हेर्न पुरा झ्याप भयो जस्तो छ निन्द्राले आजको देउसी सक्यो है केटा काट्छ त यार सुती गरौँ न पैसा हाम्रो देउसी खेलेको पैसा चोरेको सौरभ यता हेर्न त 500 बोक्ने मान्छेको अनुहार 2 घर खेलेको मात्रै यो हाम्रो 1 घर खेलेको मात्रै हो यो चाहिँ यहाँ छ के यो यहाँ के भन्छौ लामो भाइ के त्यति भए पाएँ कम छ